सम्पूर्णमा नमस्कार छ। नेपाल आदर्श एग्रोको हाम्रो टिकटक तथा हाम्रो अब युट्युब च्यानलमा पनि सम्पूर्णलाई चाहिँ स्वागत छ र हाम्रो लाइक कमेन्टहरू पनि गर्नु होला है साथीहरू। यो चाहिँ हाम्रो विशेष गरेर कृषि उद्यम गरौँ स्वरोजगार बनाऊ भन्ने अभियान अन्तर्गतको चाहिँ ठिक एक वर्ष पुगेर हामी लगभग 1 महिना जति अगाडि बढिसकेका छौँ। यो बिरुवाहरू चाहिँ हुर्केको टाइम चाहिँ यो चाहिँ हाम्रो बिजु बिरुवा हो। स्याङ्जा जिल्लाको स्थानीय लोकल जातको बिजु बिरुवाहरूको अहिले हामी तपाईहरुलाई भिडियो देखाइरहेका छौँ। जुन नर्सरी चाहिँ हाम्रो समुद्र सतहको 1200 देखि 1300 को एभरेजमा चाहिँ जालीघरभित्र यसरी चाहिँ तयारी गरिएको छ। अहिले यो राखेको लगभग 1.5 महिना अगाडिको बिरुवाहरू छ। यो चाहिँ हाम्रो विशेष गरेर यो अर्को साल नेक्स्ट फागुनबाट जेठको पहिलो हप्तासम्म रोप्नको लागि यो सानो बिरुवा भने यो साइडको ठुलो बिरुवा अलिअलि पहेँलो पनि देखिएको छ हैन। यो चाहिँ पोलिप्याकमा अलिकति खाद्य तत्त्व कमी भएर हो है। यसमा कुनै रोगहरू लागेको छैन। विशेष गरेर हामी रोग लाग्यो भनेर भन्छौँ हैन। तर हाम्रो चाहिँ विशेष बिरुवामा विशेष तत्त्वहरू चाहिने आवश्यक तत्त्वहरू नपुगेर पनि बिरुवाहरू चाहिँ अलिकति पहेँलो हुने हुन्छ। यसलाई चाहिँ हाम्रो एनपीके को मात्रा कमी छ। हामीले चाहिँ अब मलजल राम्रो व्यवस्थापन गरेर यसलाई रोप्यो भने धेरै राम्रो हुनेछ। 1200 मिटरदेखि माथि बिरुवा चाहिँ